लासो फ्याफुला नमस्ते गुड मर्निङ साथीहरू। मेरो पछाडि को हुनुहुन्छ होला? मिस्टर मनबहादुर सिंह, मिस्टर पासाङ तामाङ घिसिङ, उता लाफा हुनुहुन्छ एकजना। हामी चाहिँ आज हामी कहाँ आएको छौँ काका? काकालाई बोसो खान मन लाग्यो र अर्कै भयो त के हो यस्तो? हामी अहिले केलमा हो। यो चाहिँ अब घन्टाघर भन्छ यसलाई चाहिँ। हामी त्यो जान आँटेछौँ अब घन्टाघरतिरै। के छ कहाँ खबर सन्चै हुन्छ? त्यस्तो लाफा के छ भाइ? के हो तेरो त अनि खतरा त नि हो अघिमै अब। ल अब हामी चाहिँ यहाँ यसो फोटो सोटो खिच्ने अरे काका र भाइहरू फोटो खिच्नु ठाउँमा जाँदैछौँ होइन नि। के कसो काका फोटो खिच्ने होइन? त्यति त भन्दा काकालाई आज हेन्डसम बनाइदिनु पर्यो भने क्या बा। गाला त काकाको सुँगुरको मासु खतरा त यार। के साह्रो लाग्यो बोसो भने यार। काका भतिजको अस्तिको माछा मारेर तपाईँहरूलाई कस्तो लाग्यो भिडियो? हेर्नुभयो कि हेर्नु भएन? होइन क्या हेर्नु भएन भने के गर्नु अरे? हेर्नु पर्यो परेन? अघि नै भेटघाट भएको हुनु त। अब यहाँ यसो काकाहरूको फोटोसोटो रमाइलो। यता शीतलतिर हामी चाहिँ अहिले आएको छौँ यहाँ मस्जिद जमिक घुम्दै। यो त मेरो पहिलाको एकदम फेभरेट ठाउँ हो। टिकटक बनाउने ठाउँ। यहाँ टिकटक बनाउँथेँ पहिला म यहाँ धेरै। यो यहाँनिर अहिले त पुरा भएको छ। यहाँ हाम्रो भाइहरू छ। माछा यहाँ थोरै छैन नि। यहाँ त प्रबल छ नि माछा त। यहाँ तपाईँले त्यो जाल हाल्नुभयो नि तान्नु सक्नु नि। त्यो माछा यत्रो माछा यहाँ बोल माछा यहाँ पारेको जतिकै छ माछा त यहाँ के छ काका? अनि खालि कहिले आउने भतिज भनेर बोलाएको गर्नुभयो होइन? अनि के अनि आज के कार बर्थडे भन्ने सुनेको थिएँ? जन्मदिन मेरो कहाँ छ बर्थडे? के छ विचार? बर्थडे त अब विचार चाहिँ त्यस्तै हो। अब हामी भेटघाट भयो। जानुपर्छ छिटछिटै। कहाँ जानुपर्छ? के भनेको त यस्तो हुँदैन नि। के भन्दैछ भाइ? ओइ के भन्दैछ? काकाले के भन्दैछ? जानेहरू त नि बवाल छ। अस्ति यहाँ डर आएर निचार दिएको घावै भयो। निचार नै आउँदैन मलाई के गर्नु अब। एकदम दामी छ नि। तल माछा ठुलो छ होइन? राम्रो बवाल। फोटो जस्तो हाँसेको हामीले आज आउँदैछौँ दाजु भाइ काका यहाँ हेर्नुलाई यस्तो ठाउँ छ गाउँहरू बाबा छ। फेरि काम सोध्यो भने ल अब यसो यहाँनिर उहाँहरू फोटो खिच्यो होइन? माछा कत्रो छ हेर्नु। अनि यहाँ तपाईँलाई म छक्क माछा नि यहाँ त बवाल माछा ठुल्ठुलो माछा त देख्दैन कि अरू माछाहरू यस्तो दामी छैन यो। ल कहाँ छ पिसा भेट्न? यहाँ पनि गर्दा हुन्छ। पिसाब यहाँ गर्दा पनि के फरक पर्दैन। काकालाई फेरि पिसाब लगाएर मर्न आँट्यो अरे। बर्बाद भइरहेछ। के भयो काका? यहाँ पनि यार छेउमा
तै दाइ त उहाँहरू नै माछा कतो कतो छ कहाँ? उहाँ गएर डल्फिन जता जता छ ऊ बल बल छ नि डल्फिन जता जता छ कस्तो दामी देखिन्छ यहाँ चाहिँ यहाँ नि यहाँ यस्तरी हेर्नु न यस्तरी कस्तो दामी देखिन्छ क्या लाफा उतार जानु न यहाँ आउनु त यहाँ आउनु कस्तो म दामी यसरी क्या यसरी हिँड्ने हो मजाले आनन्दले भेटघाट भयो यस्तो होइन खोइ अब के हो कहाँ आएको के हो क्याप त खतरा त नि काकाको छ नि हौ एडभान्सको बिल पावरको सब हाल्यो मेन पार्कको त हो नि गर्ने हो हो काका के हो तपाईँ यार मेन पार्कको टोपी लगाएर आइदिने के गरेर भतिजा आइयो मुभी देखेन त्यो घन्टा गरेर पुग्यो नि भयो नि अब ल त्यो खोइ लामो छक्क पर्छ म लोद्धारो छ के हो फटाफटा नबोल है कडा हो यहाँ भरे बुहारीले हेरेर फेरि दाइले के भिडियो गरेर भनेर मलाई कराउला फेरि मेरो काम कहिले भएन जिन्दगीमा तिमीहरू काम भइहाल्छ नि यहाँ गाह्रो छ हौ काका यार यता आउनु काका के हो यार तपाईँ के साह्रो यार बेहुली जतिको लुकेको यार अहिले पर जाउँ त दसैँतिर छ कि कतै हामीले अब घुम्दैछौँ है यसो के भयो र छैन बुढी हेर बुढी कसले यो भने के हो थाहा छ हाम्रो भनेको भोलि भने पुरा पैसा बस्नु थियो अहिले मेरो जस्तो बनाएर देखाउनु न त्यसरी भन्छु भतिजहरूलाई लास्टै हेपो यार काकाले यार भतिजहरूलाई लास्टै हेपो यार मैले भिडियो कलमा कस्तो कस्तो आएको के भनेर ल हो रुममै काका ह्यान्डसम भएर भतिजहरूलाई फल खुवाइदियो यार मलेसियामा लासो फ्याफुल्ला मण्डला रेस्टुरेन्ट ल हिँड्नु कहाँ हिँड्नु न अगाडि ल ल हिँड्नु ल अब हामी त सिधैमै मण्डलामा हल्का फल्का लासो फ्याफुल्ला गुड मर्निङ मेरो बहिनी सन्चै छ भर्खर उठ्यो क्या खाँदिनँ म त ग्यास्ट्रिक आउँछ मलाई के छ खबर खबर सन्चै हुन्छ उहाँ त मेरो सोल्टिने है वाइ बसिया हुनुहुन्छ त्यही त नि सोल्टिनी सम्झेर आउने सोल्टिनी त्यसरी लुकेर हुन्छ हो र त्यही भएर मेरो किन रातभरि ड्युटीमा आज निन्द्रा लागेन भनेर पुरा त यस्तो रहेछ वेलकम छ मेरो भ्लगमा तिमीलाई पनि कति राम्रो देखेको कति राम्री भएर बसेको मण्डलाको मान्छेहरू आउनु होला राम्रो राम्रो मान्छेहरू बहिनीहरू हेर्नलाई मण्डलामा ओ सोल्टी सोल्टिनी राम्रो थिएछ नि त काका के छ हामी चाहिँ अहिले यहाँ आएको छौँ मण्डलामा मेरो त उयो उयो टाढो हुन्छ मेरो कति कति लगिरहेको सो त्यही भाइ खाता खाता यो हाम्रो एउटा यो हाम्रो एउटा कस्तो यहाँ सुकुटी सरपट बहिनीले कति साह्रो मासु हो कस्तो छ सेक्वा दामी छ नि आज चाहिँ हाम्रो काकाको बर्थडे हो अनि एकदम रमाइलो भइरहेछ यहाँ यस्तो हल्का फल्का होइन भाइ छ अनि त काका साथी अनि त म पनि होइन बबल भइरहेछ